हेलो साथीहरू, गुड मर्निङ, नमस्ते साथीहरू सबैलाई। अहिले चाहिँ म वहाँको यो टावर यो डाँडामा आएको छु। आज चाहिँ यसो यहाँ चाहिँ कस्तो अब यहाँ चाहिँ यसो दृश्यहरू हेर्नको लागि होइन, बिहानको टाइममा। साथीहरू माउ बजार चाहिँ यता तल छ, यसरी तल हेर्नलाई यस्तो माउ बजार। अनि यो चाहिँ डाँडा हो म अहिले गएको ठाउँ चाहिँ साथीहरू। अनि यहाँ चाहिँ के छ भने यस्तै टावर यस्तो छ, वाइफाई फ्री रहेछ होइन। अनि त्यहाँदेखि यहाँ चाहिँ के छ भन्ने हुन्छ नि त। यस्तै यहाँ के अरे मन्दिरहरू पनि रहेछ, यसो बस्ने ठाउँहरू भने यहाँ रहेछ साथीहरू। यहाँबाट देखिने दृश्यहरू चाहिँ अब कस्तो छ भन्ने पनि हुन्छ होइन, साथीहरूलाई म देखाउँछु। साथीहरू यस्तो छ, हेर्नु होला। पारी माउ बजार, यो पर देखिने दृश्य चाहिँ स्कुल हो यो पर पहेँलो भएको। अनि यो बजार यता तल मुनि पनि बजारहरू यसरी छ, तर यो सबै छेलेको छ है साथीहरू। यस्तै छ यहाँनिर, पुरा रुखै रुख छ। अनि टावर चाहिँ यस्तो तरिकाले होइन। अनि त्यहाँदेखि पारी यहाँबाट त्यति राम्रो चाहिँ देखिँदैन। अनि साथीहरूलाई देखाइरहेको छु मैले सकेसम्म चाहिँ। अनि अहिले चाहिँ म अब जाँदैछु पर मन्दिर भएको एरियातिर अहिले चाहिँ होइन। अब यहाँ चाहिँ डाँडामा चाहिँ मन्दिरहरू रहेछ। अनि आज चाहिँ यसो थोरै फुर्सद निकालेर चाहिँ होइन, यसो बिहान भन्दा पनि अहिले अब बिहानको टाइममा चाहिँ यसो मुड फ्रेस गर्नको लागि आएको छु। मन्दिर छ यहाँनिर, यसरी पूजा गरिँदो रहेछ। अनि यतापट्टि श्री इन्द्रावती देवी मन्दिर निर्माण संरक्षण समिति महबस्तर 1 भनेको छ। यो चाहिँ मन्दिर रहेछ साथीहरू। यस्तो छ है मन्दिर चाहिँ राम्रो मन्दिर बनेको रहेछ साथीहरू यहाँनिर यसरी। ओहो, दुर्गा माताको मन्दिर रहेछ। दुर्गा माताको जस्तो लाग्यो मलाई, देख्नु भयो होला नि साथीहरू। यस्तै छ है यहाँनिर मन्दिर। अनि त्यहाँदेखि मन्दिरको एरियाको साइडतिर म अहिले गइरहेको छु साथीहरू। अहिले चाहिँ पारी चाहिँ कुन ठाउँ हो, अहिलेको यो समयमा चाहिँ पौलाहरू यसो पौलाइरहेको छ। यसरी लालीगुराँसका बोटहरू, फुलको बोटहरू पनि रहेछ यहाँ। यतापट्टिको यो चाहिँ पूजा गर्ने ठाउँ साथीहरूलाई म देखाइरहेको छु। अहिले चाहिँ यहाँ यता साइडतिर 3टा अग्लो लिङ्गो गाडेर बनाइएको रहेछ। अनि यहाँनिर यसरी पूजा गर्ने ठाउँ रहेछ साथीहरू। यो रुखहरू पनि कत्रो ठुल्ठुलो बनाइएको रहेछ साथीहरू। अनि म चाहिँ यतातिर अहिले गइरहेको छु साथीहरू। साथीहरूको खबर के छ? अनि सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ सोचिरहेको छु। अहिले चाहिँ खै यहाँ चाहिँ के को भवन हो, एउटा भवन पनि रहेछ, हेर्नु होला साथीहरू। यो भवन चाहिँ के को हो मलाई राम्रो थाहा भएन, सफा पनि गरिएको रहेछ। वाउ, यहाँनिर अफिस नै होला सायद, के अफिस हो। म त यहाँ हेर्नको लागि आएको छु। अनि यस्तो रहेछ साथीहरू। अनि यहाँ चाहिँ यसो ट्याङ्कीहरू, सल्ला गाडीहरू रहेछ। जस साथीहरू, अब हाम्रो यो चाहिँ अहिले यहाँ साथीहरूलाई देखाएँ नि। यो चाहिँ तुम्बिया गाउँपालिकाको माउ बजारदेखि अलि माथि चाहिँ अहिले घुम्न आइरहेको छु साथीहरू। अनि यस्तै छ है यहाँको दृश्यहरू। तर मलाई चाहिँ यसो माइन्ड फ्रेसको लागि यसो डाँडाहरूतिर गएर यसो बस्दाखेरि हावा आउने होइन, चिसो हावा आउने, यसो कस्तो आनन्द लाग्ने। अनि यसो टाढाको दृश्यहरू यसो हेर्नको लागि
आएको होइन। साथीहरू तपाईँहरू त केमा व्यस्त हुनुहुन्छ होइन, आफ्नै व्यस्तता होला होइन, आफ्नै हुनुहुन्छ होला भन्ने सोचेको छु। पक्कै पनि हुनुहुन्छ नै। अनि अब म चाहिँ अहिले चाहिँ यहाँ ट्याङ्की रहेछ ठुलो ठुलो, हेर्नु होला साथीहरू, कत्रो कत्रो ट्याङ्कीहरू पनि बनेको छ खानेपानीको लागि। अब यो यहाँबाट चाहिँ खानेपानी अब घर घरमा जाने बाँड्नको लागि बनाउनु भएको रहेछ। ठुल्ठुलो पाइपहरू छ। यसो हेर्दा चाहिँ लिफ्टिङको ट्याङ्की हो कि जस्तो पनि लाग्छ होइन, के हो त्यति राम्रो चाहिँ मलाई थाहा छैन होइन। गेटहरू सबै रहेछ। ए अफिस रहेछ है, स्वर सफा गरेको रहेछ साथीहरू। अब फर्किनु पर्ला है। अब यहाँदेखि उता चाहिँ जान सकिएला जस्तो छैन। अनि यहाँनिर लालीगुराँसको बोटहरू, लालीगुराँस चाहिँ अहिले अब उसको सिजन फुल्ने सिजन गएको होला, फुलिसकेर पनि पौलो पलाएको जस्तो देखिन्छ लालीगुराँस। ऐसेलु घारी, ऐसेलु पनि यी साथीहरू ऐसेलु हेर्नु होला। टाढो टाढोको दृश्यहरू चाहिँ साथीहरूलाई देखाउन सकिनँ मैले, किनभने अब टाढो टाढोको दृश्य चाहिँ देखाउन सकिएन। अहिलेको अवस्थामा चाहिँ पुरा तुवालो लागिरहेको अवस्था छ, त्यही भएर पनि देखाउन सकिएन साथीहरू होइन। अनि यहाँनिर चाहिँ के रहेछ भनेर म चाहिँ हेर्न खोजिरहेको छु। ओहो, यहाँनिर त एउटा यस्तो गहिरो रहेछ खाडल, यो चाहिँ के को लागि हो त्यो त थाहा भएन मलाई। यस्तै रहेछ यहाँ चाहिँ। अनि म चाहिँ अघि आएकै बाटो फर्किँदैछु साथीहरू, अघि मन्दिर भएको एरियातिरै म पनि अहिले आएँ। यो मन्दिर चाहिँ मन्दिर यता चाहिँ दुर्गाको रहेछ। यता यो चाहिँ हाम्रो किराँतीको यो पूजा गर्ने ठाउँ जस्तो लाग्यो यो चाहिँ हो। अनि त्यहाँदेखि यहाँनिर यसो एउटा क्लास र दियो पनि राखिएको रहेछ यसरी होइन, पूजा हुँदो रहेछ है साथीहरू। यसो माइन्ड फ्रेस गर्नको लागि आएको थिएँ, त्यही भएर मैले भिडियो बनाएको होइन साथीहरू। अब यस्तै हो, अब कहिले कहिले यसो फुर्सदको बेलामा चाहिँ मैले यसो घुम्ने बानी छ होइन, अर्कै आनन्द आउँछ नि होइन साथीहरू। यसो फुर्सदको टाइममा होइन यसो चिसो हावा खानको लागि म अहिले यहाँ आएको छु। यस्तै छ साथीहरू। अहिले मैले भ्लग भिडियो बनाउनु नपाएको पनि धेरै भएको थियो, त्यही भएर म चाहिँ आज चाहिँ बनाएको होइन। जे जस्तो भए पनि साथीहरू माइन्ड चाहिँ नगरिदिनु होला, किनभने अब त्यति राम्रो आउँदैन नि त। अब त्यस्तो भिडियोहरू अब राम्रो भिडियोहरू बनाउन त्यति राम्रो आउँदैन। यसो हामी पनि भिडियो बनाउने यसो सुरुवात मात्रै हो साथीहरू होइन। अहिले चाहिँ घुम्दा गलेर बसेको अवस्था होइन साथीहरूलाई। म त बजार देखाउँछु है, हेर्नुलाई। देख्नुभयो नि बजार, मोमो बजार राम्रो छ। यहाँ बसेर यसो रमित हेर्दै यहाँ पारी कस्तो हरियाली देखिन्छ है अहिले। अनि तुवालो लागेको छ साथीहरू। ल यति भन्दै ओके बाई बाई, फेरि भेटौँला होइन। आगामी दिन पनि म भिडियोहरू बनाउँदै जानेछु, त्यति राम्रो बनाउन नजाने पनि होइन, अब यसो प्रयास चाहिँ गर्नेछु। ओके बाई बाई साथीहरू।